अर्को प्रश्न छ, तपाईँले कुनै एउटा त्यस्तो योजना बनाउनु भएको छ जो तपाईँको कार्यकालमा प्राथमिकतापूर्वक जसरी पनि हुन्छ त्यो योजना छ भने भन्नुहोस् र त्यसको स्रोत व्यवस्थापन कसरी गर्नुहुन्छ त्यो पनि बताउनु पर्यो। मैले आफ्नो प्रतिबद्धता पत्रमा जति योजनाहरू प्रस्तुत गरेको छु, त्यो चाहे शिक्षा हुन्, सेवा हुन्, पूर्वाधारका हुन्, अनुभव भइसकेका, अनुभवको आधारमा, विज्ञताका आधारमा र पहुँचका आधारमा जे जस्तो भन्ने हो, विज्ञता, अनुभव र पहुँचकै आधारमा चाहिँ यस क्षेत्रलाई उकास्न सकिन्छ भन्ने त्यो मैले चाहिँ यहाँका देवतुल्य आम मतदाताले मलाई त्यो अवसर दुई पटक प्रदान गरिसकेको र नेपाल सरकारको जिम्मेवारीमा बसिसकेको अवस्थाले पहुँच र अनुभवका आधारमा मैले यो सम्पूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सक्छु र नेपाल सरकारबाट पहल गरेर स्रोत सुनिश्चित गराउन सक्छु भन्ने मलाई पूर्ण विश्वास छ र गर्छु पनि भन्ने चाहन्छु। 5 वर्षमा पहिलो काम भनेको त मैले यो आफै व्यवसाय हो, मैले त्यहाँबाट पैसा लिँदा या स्यालेरी लिँदा या भत्ता लिँदाखेरि मैले फेरि ट्याक्स बुझाउनुपर्छ। त्योभन्दा चाहिँ पहिला मैले सबैलाई भन्न चाहन्छु, मेरो आउने सेवा सुविधा भत्ताहरू सम्पूर्ण यो क्षेत्रको विकासमा, स्वास्थ्यमा, पिछडिएको वर्ग र समग्रमै मेरो स्यालेरी सुविधा भत्ता लगाउँछु भनेर मैले पहिलो कुरा भन्न चाहेँ। र दोस्रो कुरा, यो क्षेत्रमा मैले 5 वर्ष भनेको छैन, सुरु डे 1 देखिलाई मैले रिजल्ट आउने गरी, परिणाम दिने गरी काम गर्छु भनेर मैले पटक पटक भनिसकेको छु। त्यसो भएको हामीले नेपालगञ्ज उपमहानगरपालिका हाम्रो साइडमा हुनुहुन्छ, उहाँको पार्टीले यहाँको क्षेत्र जित्नु भएको छ, यो नेपालगञ्जको मेयर। म उहाँलाई एकचोटि ध्यान आकर्षण गराउन चाहन्छु, तपाईँ 20 नम्बर वडामा जानुहोस्, 19 नम्बर वडामा जानुहोस्, त्यहाँ कालीको अछामका विकट क्षेत्रभन्दा पनि आज पनि विकट छ। सबैभन्दा पहिला मेरो बजारभन्दा पनि त्यो क्षेत्रलाई प्राथमिकतामा राखेर मैले यो क्षेत्रको सर विकास गर्छु भन्न चाहेँ। र डुडुवाको त्यस्तै समस्या छ। यो डुडुवामा आज होइन 20 वर्षदेखि त्यहाँ राजनीति भइरहेको छ डुडुवाको नाममा। हामी त्यसलाई 2 वर्षभित्रमा स्थायी रूपमा हामी समाधान गर्न चाहन्छौँ। र अर्को कुरा, यो क्षेत्रका सम्पूर्ण उम्मेदवारहरूलाई म एउटै आग्रह गर्न चाहन्छु, यो क्षेत्रमा धर्मका नाममा राजनीति हुन्छ होइन, र यो क्षेत्रमा विभिन्न बाटोलाई देखाउने तर त्यो कहिले पनि पुरा नहुने त्यस्ता राजनीतिहरू हुन्छ। त्यो राजनीतिलाई अन्त्य गरेर अब युवाको जोस र तागतलाई नेतृत्वमा परिवर्तन गरेर हामीले समग्र भाग्य क्षेत्र नम्बर 2 को विकास र भाग्यभरिको विकास गर्दै देशकै विकासको रूपमा अगाडि बढ्छौँ भन्ने कुरा हाम्रो पार्टी र मेरो उम्मेदवारको तर्फबाट म प्रतिबद्धता र मेरो प्रतिबद्धता पनि म जाहेर गर्न चाहन्छु। धन्यवाद। पुनः प्रश्नको लागि धन्यवाद। मैले अघि नै निवेदन गरिसकेका छु, मैले कहिले पनि घर दैलोमा जाँदै गर्दाखेरि मैले धेरै वचनबद्धता कसैलाई पनि आम नागरिकहरूलाई गरेको छैन। किनभने मैले के पाएको छु भने पछाडि विगतमा धेरै जनप्रतिनिधिहरूले धेरै प्रतिबद्धताहरू हाम्रो आँगनमा आएर गरिसक्नु भएको छ र त्यस पछाडि हामीले अनुमान देखाउनु उहाँलाई गएका छैनौँ, हामीले भेट्न पनि पाएका छैनौँ। प्रतिबद्धताको कुरा त हामीले टाढा छोडिदियौँ। त्यस कारण पनि म कुनै पनि घर आँगनमा जाँदै गर्दा र कुनै पनि कार्यक्रममा बोल्दै गर्दा म भावनामा बगेर बोल्ने बानी मैले गरेको छैन। मैले अघि नै निवेदन गरिसकेँ। बाँकी भनेको एउटा कृषि प्रधान जिल्ला क्षेत्र पनि हो जहाँ डुडुवा गाउँपालिका पर्छ र डुडुवा गाउँपालिका मैले घुम्दै गर्दाखेरि म धेरै कुरा गर्न चाहिन्न, किनभने त्यहाँ हाम्रो पालिका प्रमुखले पनि नेपाली कङ्ग्रेसबाट निर्वाचित हुनुभएको छ। मैले बोल्दै गर्दाखेरि त्यहाँको बयान गर्यो भन्ने कुरा होला, तर तपाईँहरू आफै त्यहाँ गएर भिजिट गर्नु होला। उहाँले किसानको लागि भनेर कोल्ड स्टोरको चाहिँ नि त्यहाँ स्थापना गर्नुभएको छ, किनभने किसानहरूले आफूले मिहिनेत गरेर उब्जाएको उत्पादनको राम्रो मूल्य पाइरहेका छैन। म सबैभन्दा पहिला कृषकहरूलाई चाहिँ मध्यनजर गरेर म काम गर्छु र मैले अघि नै निवेदन गरेँ, जुन ठाउँबाट चाहिँ नि हामीले उत्पादन छ कृषि क्षेत्र हो त्यो ठाउँ नै डुबानको समस्यामा परेको छ र सबैभन्दा पहिला मैले डुडुवा गाउँपालिकालाई डुबानबाट कसरी जोगाउन सक्छु भन्ने कुरा मेरो प्राथमिकतामा रहन्छ। त्यो अघि नै मैले निवेदन गरेँ, त्यसको लागि तत्परताको जरुरी छ र त्यो नेपाल सरकार र भारत सरकारको त्यो समन्वयमा मात्रै हुन सक्ने हुनाले मेरो पहिलो प्राथमिकता चाहिँ नि मैले त्यहाँ ध्यान आकर्षण गराउँछु भन्ने कुरा म विशेष
जोड्न चाहन्छु र विशेष गरी मैले निवेदन गर्न चाहन्छु नेपाल सरकारले मलाई लाग्छ स्वास्थ्यको हकमा जम्मा 11-12% मात्रै शिक्षाको क्षेत्रमा जम्मा 11 र 12%सम्मको चाहिँ नि बजेट छुट्याउने गरेको छ। त्यो बजेटलाई हामीले कसरी 25%सम्म बढाउने लिएर जान सक्छौँ? मैले गर्ने होइन, त्यो सरकारले गर्ने हो। तर म सांसद भइसके पछाडि हजुरको प्रतिनिधिको रूपमा गइसके पछाडि मैले शिक्षाको क्षेत्रमा कसरी स्तर उन्नति गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ चाहिँ त्यसरी चाहिँ म मेरो सरकारसँग त्यसरी ध्यान आकर्षण म गराउन चाहन्छु। र रह्यो कुरा जुन फन्डामेन्टल राइट भन्छ मान्छे जन्मिसके पछाडि र मरुन्जेलसम्म स्वास्थ्य शिक्षा जुन फन्डामेन्टल राइट हो नि त्यसमा हामीले आफ्नो राइट आफैले चिन्न सकेका छैनौँ। नागरिकले मैले पाउने अधिकार मैले पाउन सकेको मैले के मेरो अधिकार हो भन्ने कुरा मैले बुझ्न सकेको छैन र जो अधिकार दिने ठाउँमा बस्नु भएको छ उहाँले पनि अधिकार दिनमा कन्जुसाइ गर्नु भएको छ। त्यसकारण पनि विशेष गरी भ्रष्टाचारको विरुद्धमा सुशासनको पक्षमा र नागरिकको हितको पक्षमा मैले काम गर्न भन्ने विश्वास दिलाउन चाहन्छु। धेरै धेरै धन्यवाद है।